अस्ट्रेलियन एजुकेसनको लागि क्यासमा भइरहेको ल्यान्ड लिज इन्कम ब्याङ्कमा देखाउन खोज्दै हुनुहुन्छ, यो कुरामा ध्यान दिनुहोस् है। पहिलो नम्बर, तपाईँको जमिनको लाल पूर्जा छ कि छैन भनेर चेक गरिहाल्नुहोस्। यदि कुनै पनि जमिनको लाल पूर्जा छैन भने त्यो जमिनलाई ल्यान्ड लिजमा हामीले दिन मिल्दैन र त्यसको इन्कम पनि देखाउनु मिल्दैन। अनि दोस्रो कुरा भनेको तपाईँको जमिन, तपाईँले युज गरिराख्नु भएको जमिन कसको नाममा छ भनेर पनि एकछिन चेक गरिहाल्नुहोस्। किन भन्दाखेरिमा यदि बाजेको नाम, बजैको नाममा र मम्मी वा बुवाको नाममा बाहेक अरूको नाममा भएको जमिन चाहिँ हामीले ल्यान्ड लिज इन्कममा देखाउनु मिल्दैन। अनि तेस्रो कुरा, ब्याङ्क खातामा पैसा डिपोजिट गर्दाखेरिमा जसको नाममा जमिन छ उसकै नाममा डिपोजिट गर्नुपर्ने हुन्छ। तर यदि हजुरको युज गरिराख्नु भएको जमिन बाजे वा बजैको नाममा छ भनेपछि तपाईँ त्यो जमिनको इन्कम चाहिँ बुवाको नाममा डिपोजिट गर्न सक्नुहुन्छ। तर त्यसको लागि बुवाले चाहिँ जमिन मेरो नाममा भए पनि भोगचलन मेरो छोराले नै गर्छ भनेर चाहिँ एउटा कन्सेन्ट लेटर चाहिँ दिनुपर्ने हुन्छ। अनि अर्को कुरा, ल्यान्ड लिजमा लिने र दिनेको सेम ब्याङ्क हुनुपर्ने हुन्छ। किन भन्दाखेरिमा यदि ब्याङ्क टु ब्याङ्क ट्रान्सफर गर्दाखेरिमा अर्को ब्याङ्कबाट हामी ट्रान्सफर गर्छौँ वा अर्को ब्याङ्कको चेक डिपोजिट कुनै अर्को ब्याङ्कमा गर्छौँ भनेपछि त्यति बेला त्यति रिमार्क्समा देखिँदैन। यदि रिमार्क्समा लिजमा लिने मान्छेको नाम र ल्यान्ड लिज इन्कम भनेर देखिन भनेपछि त्यसलाई भ्यालिड मानिँदैन। त्यही भएर त्यसलाई अस्योर गर्नुको लागि पनि दुइटै लिने र दिने दुइटै पक्षको सेम ब्याङ्कबाट कारोबार गर्दा एकदमै राम्रो हुन्छ। ल्यान्ड लिज इन्कम डिपोजिट गरिसकेपछि एकपटक ब्याङ्कमा गएर स्टेटमेन्ट प्रिन्ट गर्न चाहिँ नभुल्नु होला। स्टेटमेन्ट प्रिन्ट गर्दा रिमार्क्समा लिजमा लिने मान्छेको नाम र लिज इन्कम भनेर देखिएको छैन भनेपछि एकचोटि फेरि तपाईँले ट्राई गर्नुपर्ने हुन्छ। सकेसम्म त्यही अकाउन्टमा ट्राई नगर्नु होला। किन भन्दाखेरि दुईवटा सेम अमाउन्ट देखिँदाखेरिमा त्यहाँ गाह्रो पर्छ र अर्को ब्याङ्क अकाउन्ट खोलेर वा आजभोलि त सबै मान्छेको दुईवटा अकाउन्ट त हुन्छ नै, कुनै अर्को अकाउन्टमा चाहिँ ट्राई गर्नु होला। अन्तिम तर एकदमै तपाईँले ध्यान दिनुपर्ने कुराहरू, धेरैजनाले के गल्ती गर्छन् भन्दाखेरिमा इन्कम भनेर डिपोजिट गर्छन् तर डिपोजिट गरेको अमाउन्ट एकैचोटि निकालिदिन्छन्। अथवा एकचोटि डिपोजिट गरिसकेपछि 10,000, 15,000, 20,000 गरेर त्यो देखिने नै गरेर एकदमै फेकै लाग्ने गरेर डिपोजिट निकालिदिन्छन्। यसो गर्नु चाहिँ हुँदैन। तपाईँले निकाल्ने बेला सकेसम्म तपाईँ 500को मल्टिप्लाईमा निकाल्दै ननिकाल्नुहोस्। एक दुईवटा ट्रान्जेक्सन गर्नुहोस् मतलब भएन, तर सकेसम्म 100को मल्टिप्लाईमा निकाल्दाखेरिमा त्यसलाई जेन्युन मानिन्छ। किन भन्दाखेरिमा हाई कमिसनले तपाईँको इन्कम मात्रै हेर्दैन कि तपाईँको सेभिङ कति छ भन्ने पनि हेर्ने गर्छ र खर्च गर्ने प्याटर्न पनि हेर्छ, त्यो स्टेटमेन्ट जेन्युन हो कि होइन भनेर चेक गर्नको लागि। I hope you understand about land lease income for Australian education. If you have any query, please visit AMA Education Consultancy, because we are AMA Education, we guide you like AMA. Thank you.